Baby, I'm perfect. नमस्ते अनि फेरि पनि वेलकम छ मौरी छेत्रीको ब्लगमा। मेरो यात्रा छ पोखराको। सो म दिदीसँग भेटेर आज बाहिर जाँदैछु वातावरणसम्म। अब हाम्रो यात्रा छ लेकसाइडको। हामी गाडी चढिसकेका छौँ। सेम टी सर्ट पनि किनेँ, लाइदिई पनि हालेँ, टप पनि, बाला पनि। साथीहरू हजुरहरूलाई लेकसाइड जानु छ भने यही साइडमा बसेर गाडी चढ्न सक्नुहुन्छ। पृथ्वी छ भने के भयो चिप्लो ढुङ्गा र सर्ट साथी मलाई पोखराको केही आइडिया छैन। फाइनली हामी लेक साइड आयौँ। लेक साइडमा अहिले चाहिँ अलिकति नयाँ नौलो भएर रहेछ। मैले देखेअनुसार चाहिँ पहिला चाहिँ यस्तो थिएन यो बस्नको लागि, अहिले चाहिँ रहेछ। अनि त्यो हेर्न सक्नुहुन्छ हजुरहरू, बोट चढ्न सक्नुहुन्छ यहाँ। अनि आफै त्यस्तो के गर्न सक्नुहुन्छ, के भन्छ त्यस्तोलाई आई डोन्ट नो साथी हो, हजुरहरूलाई थाहा छ भने भन्नु होला। यहाँ बोटमा घुमेको के कस्तो छ प्राइस मलाई चाहिँ त्यो थाहा भएन साथीहरू। अनि यहाँनिर आएर फोटो खिच्न सक्नुहुन्छ हजुरहरू। यहाँनिर आएर मनोरञ्जन गर्न सक्नुहुन्छ। यहाँनिर बसेर सर लेकको मजा लिने, मिठो हावासँगै राम्रो राम्रो फोटो खिच्दै र उहाँ बस्यौँ। अनि त्यसपछि यता सर हिँड्दैछौँ बाटोतिर। यहाँबाट चाहिँ अलिकति पर पुगेपछि फेरि पनि क्यामेराम्यान भाइहरू भेटिन्छ, त्यहाँबाट फोटो खिच्ने छु म। अनि त्यसपछि त्यहाँ पनि लेक साइड नै यो हल्का अलिकति फरक छ, त्यही हेर्ने सर र गएर के छ कस्तो के छ भनेर म त्यो देखाउने छु हजुरहरूलाई। मेरो अल्छी दिदी त्यसरी पछाडि हिँड्दैछन्, म चाहिँ यसरी अगाडि हिँड्दैछु। नेपालमा आएपछि यो सुन्दरता नै अलग्गै छ नेपालको। जस्तै कि हेर्न सक्नुहुन्छ रुखको छहारीको मिठो शीतल हावा, अनि त्यसपछि चराचुरुङ्गीको काकु सबै अलग्गै। अनि सरर यो के भन्छ होला फेवाताल होइन, फेवातालको चिसो पानी छुँदामा अलग्गै छ सबै कुराहरू। त्यहाँबाट अलिकति पर आएपछि हेर्न सक्नुहुन्छ यहाँ यसरी कपल्सहरू सबैजना फ्यामिलीहरू मिलेर फोटो खिच्ने ठाउँ छ। अनि देख्न सक्नुहुन्छ फेवातालको सुन्दरतामा अझै एउटा सुन्दरता थप्दै मन्दिर बिचमा आउनु, पूजा गर्नु, मनलाई शान्त राख्नु। अनि माथि डाँडामा एउटा रहेको छ चाइनिज गुम्बा, त्यहाँ पनि घुम्न जानु होला। सर घुमेर केही ज्ञानहरू पनि बटुल्नु होला हस्। अनि हामीले फेवातालको मिठो सम्झनाको लागि एकजना क्यामेराम्यान भाइलाई बोलाएर 2-4वटा फोटो खिच्यौँ। फेरि गयौँ चटपट खानालाई, टेस्टी अनि मोमो पनि खायौँ। त्यसपछि अनि पिरो मिठो भएपछि आइसक्रिम पनि खायौँ। फेरि दिदीले भन्नुभयो मार्केटतिर जाउँ सस्तो मार्केट भनेर, मार्केट पनि घुम्यो। गएर सर मार्केट घुम्यो, हेऱ्यो मार्केटमा के छ कस्तो छ भनेर। अनि अलिकति तरकारीहरू टिप्यौँ अनि लाग्यौँ घरतिर। घरमा आएको छोरीले घुम्न जाउँ भने फेरि छोरीसँग स्कुटीमा सर घुम्दै गयौँ केही पर पुगेर फर्क्यौँ हामी। अनि त्यसपछि आएर खानासाना खाएर सुत्यौँ। आजको लागि यति नै। हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। बाई बाई। फेरि भेट्नु छ अर्को ब्लगमा।